आहा मान्छेहरुको बाउ छोरा सुध्रेर तास खेलेर टाइमको सदुपयोग गरिरहेछ अनि मेरो छोरा छ एउटा बिग्रेर अस्ट्रेलिया गयो अस्ट्रेलियामा त गए त हुन्थ्यो नि अस्ट्रेलियाबाट पैसा पठाई गरेर राख्ने ठाउँ नै छैन भने पठाई गरेर राख्ने ठाउँ नै छैन भने अस्ति भर्खर त्यसले पठाएको पैसाले 10 बिघा जमिन किन्यो फेरि लालगढमा घर किन भनेर 10 लाख महिना पठाएको छ भने मेरो छोराले अस्ट्रेलियाबाट पैसा नपठा भनेको पठाई गरेर हैरान पारिसक्यो भने न घरमा पैसा राख्ने ठाउँ छ न ऋण लिने मान्छे हो ल है छिमेकीहरूलाई यसो ऋण चाहिएको छैन भन्नु म उल्टै ब्याज दिन्छु यहाँ पैसा राख्ने ठाउँमा टेन्सन भइरहेछ भने काका तपाईँ पुलिसले खोजिरहेछ ल हेर त मसँग पैसा धेरबाट सरकारले सुरक्षा दिन पठायो होला चाहिँदैन भन्थ्यो यहाँ एक बोट तास खेल्ने पैसा हाल्यो भने दिन रात पाले हली बस्ने मान्छे फालाफल पाइन्छ के को सुरक्षा हुनु नि उहाँ अस्ट्रेलियाबाट तपाईँको छोराले इलिगल रूपमा तपाईँले पैसा पठाइरहेको रहेछ त्यही भएर तपाईँले समात्न आएको रहेछ कुन चाहिँले सुराग लगाइदिएको नि अनि आफूले दुःख गरी कमाएको पैसा पठाउँदा पनि इलिगल हुन्छ त हुन्छ नि काका नेपाल राष्ट्र ब्याङ्कबाट स्वीकृत ब्याङ्क रेमिटेन्स आधिकारिक वित्तीय संस्थाहरू बाहेक अन्य माध्यमबाट पैसा पठाउँदा इलिगल हुन्छ नि अनि पैसा चाहिँ केबाट पठाउँदा ठिक होला नानी युनाइटेड पे रेमिटबाट पठाउने नि काका यो एपबाट पैसा पठाउँदा छिटो भरपर्दो अनि सजिलो हुन्छ ए मेरो सुराकी ल्याउने मान्छेले त आजको रात काट्न नपाओस् अब छरछिमेकमा यस्तो शराब चाहिँ नगरौ ल बाजौं बा हे तेरीके बा तपाईँ पनि यस्तो छरछिमेकमा उल्लु काम गर्ने हो त ल तपाईँहरू पनि अस्ट्रेलियाबाट पैसा पठाउँदाखेरि युनाइटेड पे रेमिट नै युज गर्नु होला है त बा उनी भने आउनु ल तास खेल्नुपर्छ